तपाईले फेसबुक पेज बनाइसके भन्दापछि तपाईको पेजमा फलोअर्स बढिरहेको छैन भने तपाईले एउटा सेटिङ अनिवार्य रूपमा चेक गर्नु होला। यदि त्यो सेटिङ तपाईको ओन्ली मी छ भने त्यति बेला तपाईको फलोअर्स नबढ्न सक्छन् हैन। त्यो सेटिङलाई कसरी चेक गर्ने त? त्यसको लागि तपाईले आफ्नो पेजको प्रोफाइलमा क्लिक गर्नु होला। त्यसभन्दा पछि यहाँनिर सेटिङ अप्सनमा क्लिक गर्नु होला। सेटिङ अप्सनमा क्लिक गरिसक्नुभन्दा चाहिँ अलि तल जानुपर्ने हुन्छ। यहाँनिर फलोअर्स एन्ड पब्लिक कन्टेन्ट भन्ने छ, यसमा क्लिक गर्नु होला। यहाँनिर देख्नु होला तपाईले हु क्यान सी द पिपुल पेज एन्ड लिस्ट यु फलो भनेको छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसक्नुभन्दा चाहिँ तपाईकोमा यदि ओन्ली मीमा क्लिक छ भने तपाईले पब्लिक मा क्लिक गरेर सेभ गर्नु होला हैन। यस्तो अवस्थामा तपाईको फलोअर्स नबढ्न सक्छन्। यो सेटिङलाई तपाई अहिले नै गएर आफ्नो पेजमा चेक गर्न म यहाँहरुलाई एकदम तत्कालै आफ्नो पेजमा गएर चेक गर्नुस् भन्न चाहन्छु। आजको भिडियोमा यति नै। फेरि यस्तै किसिमको नयाँ भिडियोहरु ल्याएर आउने छु। धन्यवाद।